छ्या यहाँ देखेको थिएँ मैले एउटा आलु फ्राई गरेर खानुपर्छ होला यो फ्रेस आलु कस्तो मिठो हुन्छ नि उसिनेर त नखाएर जिन्दगीमा कति भएछ है मैले त खाएँ त्यो आरटीसीमा रेड केवा कहाँ चाहिँ छ काउडङ चाहिँ यहाँ लगाएर बारीमा लाउँछ नि भाउजू बोकेर लाउनु पहिले त बारीमै राख्दा ठिक थियो रहेछ नि भाउजू वाचिपा हो किन आउँदैन यो त रियल अथेन्टिक वाचिपा त्यो त लाइफमा पो त लाइफमा गएको होइन नि त म भिडियो बनाएको अहिले वाउ 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 भन्दै खाइ लु आगो बले वाचिपा पापले चाहिँ सिजिमुला हुन्छ नि त एक दुई दिनमा अहिले त के होइन म आमा कस्तो गरम एउटा किलेको एउटा पुर्नेको यो त थोरै गरम छैन रहेछ साँच्चै हेर्न हौ किले बोसो त अन्त बाहिरै निस्किरहेछ त कुखुराको मलाई मिठो लाग्छ त होइन र यो चाहिँ एउटा थिम्पू एउटा नङलङ लानुको लागि चाहिँ यसरी रप्पाको आगोमा यसरी लगाइन्छ देखाउँदैन दिस इज न्यू ट्रिक लोकल चिकन मलाई हेर्नु न चागे एन्ड चिरी यसलाई पनि दिनु नि यसले नि अघि खाएको थियो मसँग निकै ओए चाँचे जिरोबाट ल्याएको चाँचे हो त चागे यहाँ हेर्न प्लिज सुँगुरको आन्द्रा सुँगुरको आन्द्रा फ्राई गरेर खानु लागेको वाउ अनि यहाँनिर चाहिँ के हो यसलाई पाइने पक रोस्ट अनि दी बेवा चाहिँ रिप्स जोदा अनि बेन प्योर बुझ्ने स्टाइलमा रे कुखुराको टुटे 40को टुटे हो नि यता कुखुराहरू चाहिँ यस्तो मिठो हुन्छ कि आन्द्रा आम्मामा गन्दा चाहिँ कस्तो हाउडे हुन्छ टेस्ट चाहिँ हाम्रो लाफाइङहरूले चाहिँ खाँदैन नि त फेरि केटाहरूले चाहिँ खाँदैन कि केटीले मात्रै खान्छ वाउ 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 I'm so excited के यसको लागि हेर्नु नि कस्तो यहाँ केटाकेटी जस्तो एक्टिङ गरेको हेर यार हेर्नु न के हुन्छ बिरालु हेर्नु न त्योसँग मान्छ अचम्म नै ग्याम्बुरे आम्मा किन हिजो आज चाहिँ कति केजीले चाहिँ त्यति हुँदैछ हौ यो त घिउसँग खाएको देखेको थिएँ त मैले त सरर लगाएर मासुसँग खान्छ कि म त के अरे कस्तो फ्रेस देखिरहे पानी परेर के साह्रो पानी परेको यो चाहिँ हाम्रो गाउँ है गाउँघर नोप्दिन हो नोप्दिन म देखाउँछु ल यो सुन्तला बगान घुमेर जाउँ भने गइ नसक्ने रहेछ सो वाचिपा ओ माय गॉड वाचिपा देख्न यो चाहिँ यो के अरे खोलमा भन्छ यसलाई के हो भने खासै चाहिँ यो दाउरा राख्ने पहिला घर हो अब त दाउरा पनि राख्दैन रहेछ यति साह्रो हो
यहाँ माथिल्लोपट्टि चाहिँ यस्तो छ यहाँ कुखुरा वाचिपा गाउँमा त सबैले वाचिपा पाल्छ है यहाँ कुखुराको खोर बनाएको छ यो एन्ड देन सो वाचिपा एभ्रिवेयर अन्त यसो चाहिँ यहाँ माथि सबै खेत हो खेतहरू बारी देखाइसक्नु छैन हिँड्नु अल्छी लागेर पानी परेर क्या यो चाहिँ मेल हो मेल भन्छ नि धान पिस्नेको मकै पिस्नेको सो यो चाहिँ सुन्तला बगान है यहाँदेखि उता गयो भने गाई गली छ एन्ड देन यहाँ वाचिपा छ यहाँ फेरि यो वाचिपा त के भन्नु र अनि यो चाहिँ सुन्तलाले अहिले फुल्ने टाइम हो यो सुन्तला फुल्दैछ सुन्तला बगान यति मात्रै देखाउँछु ल किन उता जानु अल्छी लाग्यो नि त मलाई यति मात्रै हो यो चाहिँ घर हो ठुलो घर यो घर बनाएर भयो होला है कति साल भयो होला हामी त यत्रो हुँदा याद छ अब त घर पेन्ट गर्ने बेला भएछ पेन्ट निस्केर यस्तो हालत छ हो अहिले चाहिँ हामी बस्दैन यहाँ दाजु भाउजू बस्छ के भन्नु अब हामीले भन्नु हुँदैन है नि सो दे विल डिसाइड एन्ड देन यहाँ चाहिँ फ्लावर रोपे गर्छ यहाँ लिली सबै लिली कलरको रोपे गर्छ यहाँ फ्लावर गार्डन एन्ड देन दिस इज किचन यो चाहिँ किचन हो एन्ड देन त्यहाँनिर रोड छ यहाँ माथि यो चाहिँ खास भने सबै खेत हो अहिले चाहिँ रोड लिएर आएको छ रिसेन्टली ल्याएको वर्ष खनेर एन्ड देन कालो बिरालो कम्तको छैन है छेउमा आउनु मान्दैन नि कुसियाले सिक्कर खेल्नु जानु पर्छ क्या हो नङ पुरा उदाइस त नानी ओइ बहिनी हामी त कम्ची चाची छिसी हेलो फर मी त मैले आँखा राम्रो देखेर मात्रै बोलाएको त्यो साह्रो बाउ नदेखा बेसी यस्तो छ है गाउँको हालत यस्तो यो चाहिँ नोबदिन भन्छ यो चाहिँ नोबदिन गाउँको घर यस्तो हुन्छ सो यो कोलाबारी हे ओ कोला पाकेको पक्नु आँटेछ होइन म देखाउँछु के अनालेफा यहाँदेखि उता गयो भने पनि खेत छ खेतै या मेरो बहिनीको यो चाहिँ कफिन भन्छ के भन्छ ग्रेभी हाट नो कफिन दिस इज ग्रेभी हाट मेरो बहिनी बदैनीको हो एन्ड दिस इज मेरो पापाको यो चाहिँ मेरो पापाको कफिन हो ग्रेभी हाट मेरो आमाको चाहिँ सिपा बित्नु भएको थियो त्यो लास्ट टाइमको भिडियोमा देखाएको थियो नि उतै छ एन्ड देन यहाँ चाहिँ आप्पाको हो आप्पा यतै बितेको थियो एन्ड देन बहिनी सो हियर हामी राईहरूले चाहिँ युजली यस्तो बेरिड अन्डर के हो गरेर राख्ने नियम छ सो यस्तो हो एन्ड देन यस्तो हेऱ्यो भने चाहिँ यहाँ पनि सुन्तला बगान हो सबै सुन्तला बगान एन्ड देन यो चाहिँ सुन्तला होइन यो चाहिँ एभोकाडो मलाई भन्न आउँदैन एभोकाडो वाट एभर म चाहिँ सिम्पली मेरै ल्याङ्ग्वेजमा भन्छु नि त म नेपाली हो सो त्यो पनि आएन हौ के भन्छ फुन्चे यस फुन्चेको रुख हो अहिले यिनीहरू सबै फुल्ने टाइम फुल्दैछ हो यहाँ सुन्तला यो झ्याङ त मरेछ अनि देन यहाँनिर किवीहरूको पनि छ किवीहरू अहिले विन्टर भएर सबै मरेको छ यहाँ देख्दैछ नि यो किवी हो यस्तो गरेर छ यहाँनिर थुप्रो प्लान्टहरू छ हो यो ठुलो लामो चाहिँ बयर होइन के को भन्थ्यो ज्याक फ्रुटहरू छ ज्याक फ्रुट फल्दैन रहेछ भन्दै थियो सो भाउजू एन्ड दाजु इज प्लानिङ टु कट हाई प्रिटी ओइ बाई बहिनी ल कम्ची ड्यामले सो गट म्याउ
मेवा हेर्नु न कस्तो फलेको छ ओ माई गड मेवा है एन्ड देन यही के देखाउँछु भने म तिमीहरूलाई कुखुराको चारो हो यो चाहिँ मकै I was planning to show you this stuff करेन्टली मेवा पाकेर यस्तो भइरहेछ हो मेवा पाकेर चाहिँ तर मेवा खानु नपाए के हुँदो रहेछ थाहा छ यी हेर्नु त यहाँ सबै चराले खाएर यस्तो रहेछ चराले सबै खाइसक्यो थोड्न खाने बेदोमा यो चाहिँ तेजपत्ताको रुख हो यो चाहिँ तेजपत्ता पोमेग्रेनेटको ट्री हो यो पनि भर्खर फुल्दैछ भएको तँ चाहिँ नेत्र नचम्किन हौ यो चाहिँ सुन्तला बारी अघि अलिअलि देखाएँ होइन यो गली गाईको गली हाई पुडी के पो भन्छ लालमो हो कि के हो नाम पनि के हो तेरो नाम लालमो पुडी आए प्रेग्नेन्ट सी इज प्रेग्नेन्ट ऊ चाहिँ अहिले प्रेग्नेन्ट छ नि गाई दुन छैन ऊ प्रेग्नेन्ट छ अहिले नि यही सी इज प्रेग्नेन्ट लुक प्रेग्नेन्ट वुमन नै हो चाहिँ ऊ पनि प्रेग्नेन्ट हो अहिले गाई चाहिँ दुन छैन यो चाहिँ गाईको गली हो यही गाईको इज द गली लालमो हो लालमो लालमो गाई नाम पनि थाहा छैन नि त सी इज अल्सो प्रेग्नेन्ट अनि यो चाहिँ मल है म्यान्युर सबै यिनीहरूको टोटी एन्ड पिसअप कम्स हियर होइन फ्याँक्नुपर्छ एन्ड अलैँची बगान यहाँ पनि अलैँची हुन्छ माथि सिपामा जस्तै यो चाहिँ गाईको भात पकाउने ठाउँ त्यहाँदेखि हेर्नु नि यसले पछाएर आएको कस्तो छ छेउमा चाहिँ आउनु मान्दैन मान्छे पछाउँदैछ मिसो बे त्यो डिमान्ड हाइवेमै हानिदियो डिमान्ड यस्तो छ है थोड्न ओइ आम्मामा यो कुकुर हेर कुदेको आम्मामा तिरिरी औ ओइ घर जा घर तर यही छ दाउरा आए लाफेङटार भनेर पहिला फुटबल खेलिन्थ्यो नि भाउजू के हो नि केटाकेटीमा त सबै कुरो मजै हुन्थ्यो पहिला यो ठाउँतिर नि लाफेन बुद्ध छ त गड अफ वेल्थ पैसाको गड आलुबारी उखुल दिएको थिएँ स्याङ आइरहेछ आलुबारी लाफेङटार साह्रो ल पहिला लाफेङटारमा चाहिँ फुटबल यो आलु केसँग नि मिल्छ कि त्यो भएर किनिराख्छु नि मैले यो धनियाँ फुलेको हेर धनियाँ होइन रहेछ के हो ओहो दामी फुलेछ त आमामा हो रहेछ त के छ ठुलो मुला हौ नि भाउजू मुला नि के साह्रो ठुल्ठुलो हौ 9 दिनको यो खेत चाहिँ बिगारेछ खेत बिग्रेछ हजुर के होला यो आरी त होइन होला समथिङ के हो फ्रुट्स ए हो मैले चाहिँ खाएको छुइनँ रहेछ ए त्यो असारे आरू हो होइन त्यस्तो चाहिँ मिठो हुन्छ नि राखेर पकाएर खाने भन्दा त मजाले खानेछ त सोप रहेछ होइन सोपको पो खान लैजाउँ होइन भाउजू मिठो हुन्छ त सोप मिठो हुन्छ हौ नि जिउहरू दुख्ने जाति हुन्छ अरे नि त यसले नि यहाँ लिली काइलाले चिराङबाट ल्याएको खै यहाँ वाइट ए फेरि देख्दिनँ रहेछु म चाहिँ खै बरन्डादेखि
반짝이됐네 안에다 반짝이다지. And then soap, typical soap. 거기다 나간다. 이렇게 하면 이렇게 보여. यो चाहिँ वाचिपा बनाएको है राईको डिस अन्त यो चाहिँ सुप लगाएर बनाएको चिकन लोकल चिकनको झोल चिपा बनाएको है गाउँदेखि पठाएको थियो लोकल कुखुरा त्यसको वाचिपा बनाएको एन्ड देन यो चाहिँ सुप हो यो चाहिँ सुप हो यो लोकलको सुप यो चाहिँ वाचिपा हाम्रो राईको डिस local chicken dinner अरे lunch